एउटी आमाले रतेलीमा के एटिएम समाउने आउँछे भनेर गीत गाएका थिए। भयभरका बुहारीहरूले त टोली नै बनाएर भजनै गाए जत्तिकै गरेर ती आमालाई खेदेका छन् त है। सबैको जीवनमा त्यो कुरा मेल खाएन होला मान्छु म, तर कोही कोही आमाहरूको जीवनमा त्यो कुरा मेल खाएकै हुनाले त्यो गीत गाएको होला के। हामी पनि बुहारी नै हो होइन। कोही कोही मान्छेले के गर्छन् भने बिहे गरेर गएपछि त्यो श्रीमान त सासूआमाले पाएको होइन, आकाशबाट टुप्लुक्क भुइँमा झरेर सिधै 22-23 वर्षको भएर उनीहरूलाई बिहे घरमा लिन गएर लिएर आएको जत्तिकै गर्छन्। अनिखेर त्यो श्रीमानको सबै कुरामा हक उनीहरूकै बाउआमाबाट टाढा 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 गराउने, बाउआमा त कोही नै होइन सबै थोक तिम्रो मै हो भनेर जताउने गरेर त्यो श्रीमानलाई हुन त त्यो श्रीमान पनि दुधे बालखा त होइन, बुढीले जे भन्यो त्यही मान्न। तैपनि उसले पनि भइगयो नि त, यो अब मैले लिएर आएकी हो, मैले यो मै भनेर आएकी हो भनेर एक दुई कुरा मान्दा मान्दै टाउकोमा टेकेर सिरी सम्पत्ति सबै श्रीमान मेरै, उसले कमाएको मेरै, बिहे अघि कमाएको पनि मेरै भनेर हक जमाएर सासू ससुरालाई टाढा गराएर अनि आफू चाहिँ त्यहाँको रैथाने भएर बसेका पनि छन् के कोही यो समाजमा। त्यही कुरालाई चाहिँ मनन गरेर त्यही कुरा मनमा लागेर ती आमाले फ्याट्ट लाएर के एउटा गीत गाएकी थिइन्। आमामामा यहाँ बुहारी टोलीको त रुवाबासी नै। अहिले हो बुहारीहरू कमाउने जमाउने आफू सबैजना आफै कमाउने छन् गर्छन्, तर होला नि त आमाका मनमा केही न केही परेर त गाकिन् होला है। छोडिदियो कि ती आमालाई छोडिदियो, कति भजन गाएका छोडिदियो।